नेपाल अहिले जसरी खेलिरहेछ लागिरहेछ पुरै नेपाली क्रिकेट फ्यानको ड्रिम इयर चलिरहेछ। पहिला ब्याटिङ गर्दा 200+ अनि पहिला बोलिङ गर्दा अपोनेन्ट टिमलाई सही पनि क्रस गर्न दिइरहेको छैन। यदि हामी आफ्नो लास्ट 5वटा म्याच हेर्छौं जसमध्ये हामी 5बाट नै जितेछौं अनि 5वटामा नै डोमिनेट गरेर जितेछौं अनि लास्ट 3वटा म्याचमा त 2वटा म्याचमा त कुशल दाइले 100 पनि हान्नु भएको थियो। तर आज उहाँ यति रन पनि थिएन कुनै 100 हान्नु भयो। मात्र 95 रनको टार्गेट थियो, त्यो पनि ओमान 19 ओभरमा दिए थियो। तर सिल्युट छ करण दाइको त्यो एसपेललाई। 4 ओभरमा मात्र 20 रन दिएर 4 विकेट लिनु भएछ। अनि सोमपाल दाइ भन्नको त उनी अलराउन्डर हुन् तर फुल टाइम ब्याटर अनि बलर जस्तो उनी परफर्म गर्नुहुन्छ। अब एउटा अझै म्याच बचेछ फाइनल। फाइनलिस्ट अहिले सिलेक्ट भएको छैन। हङकङ नत्र मलेसियाबाट कुनै एउटा हुन्छ अनि दुवै टिमलाई हामी हराउन सक्छौं किनभने हाम्रो परफर्मेन्स धेरै राम्रो छ। मलेसियालाई त भर्खर नै हराएर आएछ अनि हङकङ अलि गाह्रो हुन्छ तर त्यो पनि भइहाल्छ। तर अहिले हामीले आफ्नो सेलिब्रेसन गर्नुपर्छ किनभने हामी सेमी फाइनलबाट फाइनलमा पुगिहालेछौं। यदि हामी यो फाइनल जितिहाल्यो भने 2028 को टी20 कन्फर्म भइहाल्छ अनि धेरै चान्स हुन्छ 2027 को ओडिआई वर्ल्ड कप पनि खेल्ने। तपाईलाई के लागिरहेछ नेपाल 2027 को ओडिआई वर्ल्ड कप खेल्न सक्छ?